आज तपाईहरुलाई काठमाडौँ मेट्रोपोलिटन सिटीको बीएलई को रिजल्ट कसरी चेक गर्ने भन्ने बारेमा एउटा महत्त्वपूर्ण जानकारीका साथमा उपस्थित भइसकेको छु। यदि तपाईले बीएलई को रिजल्ट को पर्खाइमा बसिराख्नु भएको छ भने तपाईको लागि यो महत्त्वपूर्ण भिडियो भएको छ। सो आजको भिडियो सुरु गरौँ। त्यसको लागि साथीहरु जस्ट क्रोम ब्राउजरमा जाने। क्रोम ब्राउजरमा गइसकेपछि यहाँ क्रोम ब्राउजरमा गइसकेपछि यहाँ सर्च बार छ। सर्च बार छ है माथि सर्च बार छ। त्यसमा चाहिँ KMC BLE रिजल्ट 2081 भनेर सर्च गर्ने। सर्च गरिसकेपछि यस्तो इन्टरफेस आउँछ, तपाईले देख्न सक्नुहुनेछ। सर्च गरिसकेपछि आइसक्यो। यस्तो इन्टरफेस आउँछ। KMC ग्रेड 8 रिजल्ट काठमाडौँ अपडेट आइसकेको छ। त्यो फर्स्टको तपाईको साइट आइसकेको छ। त्यसमा जस्ट टच गर्ने। टच गरिसकेपछि साथीहरु यसलाई स्क्रोल गर्दै जाने। स्क्रोल गरिसकेपछि साथीहरु यहाँ तपाईहरुले यहाँ तल्लोपट्टि आउनु होला। तल्लोपट्टि आइसकेपछि यहाँ क्लिक हियर टु भ्यू द सेभरल अप्सन टु क्लिक द BLE 8 क्लास रिजल्ट 81/2081-82 अनलाइन भनेर भनेको छ साथीहरु। यसमा जस्ट तपाईले टच गर्दिनु होला। टच गरिसकेपछि साथीहरु तल्लोपट्टि स्क्रोल गर्दै जानु होला। स्क्रोल गरिसकेपछि साथीहरु यहाँ तल्लोपट्टि आइसकेको छ साथीहरु। हाउ टु चेक द BLE क्लास 8 रिजल्ट 2081-82 यानी कि 2025 अनलाइन। अनि यहाँ चाहिँ तपाईको एउटा फर्म आइसकेको छ KMC DOE रिजल्ट पोर्टल। यसमा तपाईले के गर्नुपर्ने हुन्छ भनेपछि यसमा तपाईको दुईटा कलम दिएको छ है। दुईटा कलम दिएको छ। फर्स्टमा तपाईले सिम्बल नम्बर राख्नु पर्ने हुन्छ र त्यसै गरी सेकेन्डमा तपाईले बर्थ अफ डेट हाल्नु पर्ने हुन्छ। यति कुरा राखिसकेपछि फेरि साथीहरु लास्टमा तपाईले भ्यू रिजल्ट त्यसमा टच गरिसकेपछि तपाईको रिजल्ट शो गरिनेछ। यो साथीहरु यो प्रक्रिया थियो तपाईको। यदि काठमाडौँमा एक्जाम दिनु भएको छ भने कक्षा 8 को भने तपाईले यसरी रिजल्ट चेक गर्न सक्नुहुनेछ। यति भन्दै साथीहरु ज्यादा हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरिदिनु होला, किनकि यस्तै रिलेटेड भिडियोजको साथमा म उपस्थित भइरहेको छु र अर्को भिडियोमा भेटिने छु। यदि मन पर्यो भने हाम्रो भिडियो यदि तपाईहरुलाई मन परेको छ भने यो भिडियो भने लाइक शेयर र कमेन्ट र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। यति भन्दै अर्को भिडियोमा भेटिने छु। जय मधेस, जय नेपाल।